हेलो साथीहरू, वेलकम। स्वागत छ सबैजनालाई। हामी सानो भिडियो, सानो छोटो भ्लग बनाउने तर्खरमा हामी लागेका छौँ। हामी अहिले टोखा कटेर उता झोर जाँदैछौँ। हामी जान चाहिँ खास त्रिशुली बजार जाने हो, तर हामी सानो भिडियो बनाउने भनेर झोर कटेर हामी अलिकति सानो छोटो 2-3 मिनटको भिडियो मात्रै बनाउने। कहाँसम्म पुग्छ ओ तेरी, बिस्तारै बिस्तारै हतार किन साथी, बिस्तारै। तातो रिस नगर है साथीहरू। टु व्हिल चलाउने ड्राइभ गर्ने साथीहरूलाई चाहिँ के सूचित गराउँछु, अनुरोध गर्छु भने अलि सेफ भएर सुरक्षित भएर हिँड्नुहोस्, आफू सेफ हुनुहोस् र अरूलाई पनि सुरक्षित होस् भनेर चाहिँ तपाईँहरूले अलिकति सेफ राइड गर्नुहोस्, बिस्तारै हिँड्नुहोस्। कति कुदाएको तेरी भाइ, हैट दामी कुदा छ यार। मलाई चाहिँ त्यति साह्रो कुद्न मन लाग्दैन है। बबाल कुदायो त टोलीले त। मौसम एकदम बबाल छ, ब्युटिफुल छ है। एकदम चसक्क घाम लागिरहेछ, साथसाथै कुदाउँदा पनि मजाले सर्र चिसो चस्स हावा चाहिँ आइरहेछ है। त्यही भएर मैले पनि अलिकति कुदाउने कोसिस गरिराखेको छु। बबाल छ ठाउँ, बाटो बबाल छ, मौसम बबाल छ। काठमाडौँमा धुलो धुवा खाएर बसिरहेको मान्छे यहाँ चाहिँ सरर चिसो हावा खाँदाखेरि बेग्लै आनन्द मजा आइरहेछ। तपाईँहरू पनि फुर्सद हुनुहुन्छ भने निस्किहाल्नुहोस्। बाटो बबाल छ। शिवपुरी हुँदै सूर्य चौर जान नि सक्नुहुन्छ, त्रिशुली पनि जान